नमस्कार है सबैलाई नमस्कार। आज चाहिँ क्विन्सबे मलतिर आएको छु हैन। यस्तो दामी खालको सिनहरू छ, हेर्न सक्नुहुन्छ हैन। आमामा यहाँ हेर्नुस्, लुगाहरू कति राम्रो राम्रो छन् यहाँनिर। तर हामीलाई किन्नलाई अलिकति गाह्रै छ हो, यहाँ एकदम महँगो छ। यो महँगो भएको हुनाले हामीलाई अलिक गाह्रो पर्छ एफोर्ड गर्नलाई। लेडिजको ब्याग पसल हो, एकदम खतरा दामी हुन्छ है। यस्तो लेडीहरू हुन्छन् र एकदम यो चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले हैन। दीपावली स्पेसल एकदम मस्त डेकोरेसन गरेर राखेको छ। गाडीहरू मस्तले यहाँ डेकोरेसन गरेर राखेको छ कि एकदम हैन। हेर्नुहोस् कस्तो राम्रो डेकोरेसन गरेको छ कि हैन। हजुरहरूले हेर्न सक्नुहुन्छ, एकदम दामी छ। यसको सबभन्दा राम्रो डेकोरेसन यो छ कि एकदम दामी छ डेकोरेसन। यता मान्छेहरू हिँडिरहेका छन्। यो चाहिँ केकको दोकान हो हैन। एकचोटि मैले पनि यहाँनिर केक लिएको थिएँ। जस राम्रो ठाउँ छ, केकहरू राम्रो पाउँछ एकदम। यसको डेकोरेसन हेर्नु कति राम्रो छ। यस्तो दामी डेकोरेसन गरेको छ कि हजुरहरूले हेर्न सक्नुहुन्छ। एकदम दीपावली स्पेसल हो यहाँ आज चाहिँ। भोलि दीपावली छ, आजको चाहिँ दीपावलीको लागि स्पेसल डेकोरेसन हालेको छ। हेर्न सक्नुहुन्छ सबै मस्त एकदम राम्रो राम्रो छ। भिडियोहरू होइन दामी छ यहाँनिर। यस्तो दामी दामी चाहिँ बनाएको छ भने यसलाई देख्न सक्नुहुन्छ। स्पेसली राम्रो राम्रो आउनुहुन्छ एकदम। कारहरू किन्न चाहनुहुन्छ भने पनि पाइन्छ यहाँनिर। यस्तो दामी कार छ कि होइन। यो कार त यस्तो मलाई त साह्रै मनपर्ने कार हो यो। सबै कार किन्नको लागि यहाँ बसिरहनु भएको छ। हात्ती पनि छ यतापट्टि। एकदम रमाइलो डेकोरेसन गरेको छ। सानो सानो नानी बाबुहरूलाई लिएर आफ्नो फ्यामिली लिएर आउनु भएको छ सबैजना यहाँनिर। हेर्नु त यहाँ यति राम्रो कार छ, यति राम्रो मान्छेहरू आउनु भएको छ। दामी छ कार है। यहाँ भिड मान्छेको सानो छैन भिड होइन। यो चाहिँ एकदम इन्टरनेसनल मार्केट हो। यहाँनिर सबै आएको हुन्छ। दामी चाहिँ डेकोरेसन छ कि यो डेकोरेसन हेरेरै दामी लाग्छ नि एकदम। हेर्न सक्नुहुन्छ, चारैतिर घुमाएर देखाउँछु म। एकदम दामी खालको छ डेकोरेसन। यस्तो यिनीहरू पनि आएछ, यसो भेट भयो यहाँनिर आएर। राम्रो छ ल केटीहरूको व्यवहार पनि। गाइस कार चाहिँ खत्रै छ है ल। यो कार किन्ने मेरो पनि सपना छ, भोलि गएर किन्छु पर्सि लिएर। यस राम्रो कार छ एकदम दामी छ ल। यहाँ सबैजना फोटोसोटो खिचिरहनु भएको छ, फ्यामिली मेम्बर बच्चाहरू लिएर। अब चाहिँ है भित्रबाट बाहिर निस्कियो है। अब चाहिँ टक्क लाएर गाडीहरू एकदम जाम छ माथि, हेर्न सक्नुहुन्छ। मान्छेहरू गाडी बाटो काट्न कुरिरहेको छ। यो चाहिँ क्विन्सबे मल भनिन्छ यसलाई चाहिँ होइन। इन्टरनेसनल मार्केट हो, एकदम दामी छ। यसको भित्रको डेकोरेसनहरू यस्तो दामी छ कि होइन। आम्मामा कुरै नगरौँ यहाँको डेकोरेसनको त।
एकदम दामी छ डेकोरेसन। अहिले रातिको लगभग 7-8 बजिसक्यो। अब 8 बज्ने बेली भयो हैन। पानी परिरहेछ, हिँडिरहेको चाहिँ एकदम गाह्रो छ हो। यहाँ त परतिर जाने कुरा भइरहेछ, त्यही भएर र परसम्म यो बिल्डिङमा जानुपर्ने भयो, काम छ थोरै हैन। आज यो छुट्टी हो, छुट्टीलाई युटिलाइज गरौँ भन्ने हिसाबले हो यसमा जाने हो। अब चाहिँ टक्क लाएर यो बिल्डिङ धेरै ठुलो छ यो पनि। अब चाहिँ बाहिर निस्केको अवस्था हो। बाहिरतिर सिनहरू चाहिँ टक्क लाएर राति राम्रो छ। यस यहाँभित्र जाने भनेर आएको खास चाहिँ यता दामी ठाउँ चाहिँ यो। ल आहा, हल्का पानी परिरहेको छ हैन। यतापट्टि समुद्र साइड हो, सी साइड हैन। यस्तो दामी छ कि यो हैन, हेर्न सक्नुहुन्छ। अब के हेर्नु, पुरै देखाउन सकिँदैन, क्यामेराले पनि भ्याउँदैन कि यसलाई, त्यस्तो ठुलो छ कि यो। आमामा। ल अब चाहिँ भित्र छिर्नुपर्छ। यहाँभित्रपट्टि चाहिँ बाटो पार्किङहरू यताउति छ हैन। एकदम दामी सिन छ कि यहाँको चाहिँ। सिन चाहिँ जस राम्रो दामी लाग्छ मलाई यहाँतिर चाहिँ। इन्ट्री गरियो, अब भित्र छिर्न लागेको है यहाँबाट। ए यस्तो छ यहाँनिर टक्क लाएर हेर्न सक्नुहुन्छ। यो खानेकुराहरू यता अगाडि बजार छ, फलफुलहरू बेच्ने ठाउँहरू हो है। टन्न फलफुलहरू राखेको छ, मार्केटिङ हो यो। क्यासियर रुखमा बत्तीहरू हालेर यस्तो दामी बनाइदिएको छ, राम्रो छ, मस्तको ठाउँ छ हैन। मस्त आज देश घुम्ने मजा आयो। छुट्टी पनि हैन, कारणले कहिले काहीँ घुम्नुपर्छ भन्ने कारण चाहिँ हो हैन। घुम्यो भने ठिकै छ। पानी हल्का हल्का छिटा आइरहेको चाहिँ देखिरहनु भएको छ होला। म भिजिसकेँ यहाँनिर हैन। पुरै यत्रो धेरै हल्को चाहिँ हो। यो चाहिँ हाम्रो समुद्र सी साइड हेर्नुहोस् है। समुद्रको बिचमा चाहिँ ठुल्ठुलो घरहरू बनाएको हुन्छ। यो चाहिँ पुरा परको चाहिँ हाम्रो पुल हो। त्यो चाहिँ पाडी जाने खालको, पाडीतिर जाने पुल। प्लेन जाँदैछ। अब यो प्लेनमा मेरो चढ्ने दिन कहिले हो हैन, त्यो चाहिँ थाहा छैन। भोलि म पनि यही प्लेनमा जानुपर्ने हुन्छ। त्यो चाहिँ समुद्र साइड छ। यहाँ समुद्रको बिचमा यस्तो दामी ठाउँ बनाइदिएको छ। हल्का जस रमाइलो गर्नको लागि भनेर आज छुट्टीको दिन, त्यही भएर आएको थिएँ। रमाइलो भयो जस। हेर्न सक्नुहुन्छ उतातिर मान्छेहरू टन्नै छ, खाएर बसिरहेको छन्। होटेलहरू छ यहाँ हैन, एकदम दामी छ ठाउँ। सबैजना खाएर बसिरहेका छन् यहाँनिर हैन। होटेलहरू चाहिँ तल पुरै होटेल छ। यो चाहिँ हाम्रो समुद्र हो है। यहाँ हेर्न सक्नुहुन्छ यो ढुङ्गाहरू राखेको छ यहाँ चाहिँ। अनि यतापट्टिको यो बिचमा चाहिँ जहाज, पानी जहाज हो हैन। तर त्यहाँभित्र जान मिल्छ। यसरी ब्रिज बनाइदिएको छ, जानको लागि मिल्छ। ल हेर्नुहोस् यहाँनिर नरिवल पनि फलिरहेको छ मस्तले। त्यस्तो छ नि ठाउँ त, रमाइलो ठाउँ छ यो। फाइनली यो चाहिँ सिपभित्र जाने बाटो चाहिँ यो है। यो हजुर, यता समुद्र छ, यतापट्टि समुद्र हैन। यो चाहिँ यो छ, पानी परिरहेको छ, हिँडिरहेको छौँ हामी। अब के गर्नु, ल पानी परिरहेको छ, हामी त्यही पनि हिँडिरहेका छौँ यसरी हैन। भिजाइसक्यो हो पानीले। हेर्नुहोस् कति दामी छ नि यो, दामी ठाउँ छ यो। समुद्रको बिचमा यस्तो घर बनाइदिएको छ यार। रमाइलो ठाउँ छ नि, एकदम रमाइलो ठाउँ छ। ल हेर्न सक्नुहुन्छ होइन। अघि हामी यो ब्रिजबाट छिरेको, भित्र आइयो, अब इन्ट्री भइयो। ल हेर्नुहोस्, सिङ्गापुर गएको जस्तो रमणीय ठाउँ छ एकदम। दामी छ कि ठाउँ चाहिँ एकदम रमाइलो ठाउँ। फाइनली अब चाहिँ हामी फर्किन लाग्यो।
रात धेरै भइसकेको छ। छुट्टी त भोलि छुट्टी नै हो होइन, अरू चाहिँ फर्किनुपर्छ भन्ने हिसाबले टक्क जान लागेको अब होइन। एकदम दामी ठाउँ आइयो घुम्नलाई, मस्त लाग्यो, रमाइलो भयो होइन। ल हजुरहरूले पनि यसो हेरेर सब्सक्राइब चाहिँ गरिदिनुहोस् है। अरू धेरै त केही गर्न नसके पनि एउटा सब्सक्राइब चाहिँ गरिदिनु होला है त हजुरहरू। ल धन्यवाद।